वेलकम गाइज आजको न्यू भिडियोमा इट्स मी नेत्र भण्डारी आइम फ्रम टिकापुर। सो आज चाहिँ म बर्दिया हुँदै टिकापुरको यात्रा। अहिले चाहिँ म ठ्याक्कै बर्दियाको सैनवारबाट म ठ्याक्कै गाडीमा चढिसकेको छु। सो आजको यात्रा म हजुरहरूलाई देखाउने छु। सो सबैजना फाइनली म चाहिँ भुरीगाउँ बजारतिर पुगिसकेको छु गाइज हैन। भुरीगाउँ बजार हुँदै हामी चाहिँ अगाडि बढिसकेका छौँ। सो भिडियो हेर्दै गर्नु होला। हामी चाहिँ भुरीगाउँ हुँदै अगाडि बढिरहेका छौँ बिस्तारै बिस्तारै। हजुरहरू हेर्दै गर्नु होला भिडियोलाई। सो भुरीगाउँ हुँदै हामी चाहिँ बर्दिया हुँदै आज चाहिँ टिकापुरको यात्रा। सो फेरि पनि हामी अगाडि पुगिसकेका छौँ। अब चाहिँ हामी चिसापानी पुग्छु जस्तो लागिसकेको छ। हामी चाहिँ चिसापानीको यात्रामा लागिरहेका छौँ। हामी चिसापानी पुगु नै भइसकेका छौँ। फाइनली हामी चाहिँ चिसापानी पुगिसकेका छौँ गाइज। यो देख्न सक्नुहुन्छ हजुरहरूले चिसापानीको दृश्य हैन। यहाँ माथि हेर्न सक्नुहुन्छ चिसापानीको माथिबाट आउने पानी हो। यतातिर देख्न सक्नुहुन्छ यो चाहिँ चिसापानी हाम्रो सुदूरपश्चिमको मा पर्छ यो चिसापानी। यहाँ तल क्वालिटी पनि हेर्न सक्नुहुन्छ, तलीपट्टि पनि राम्रो छ। यहाँ हामी बसेका छौँ टक्कै हैन। अनि यहाँ माथितिर ताल हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि म हेर्न सक्नुहुन्छ हामी चाहिँ चिसापानी पुलबाट अलिकति क्रस हुँदैछु। फाइनली हाम्रो चाहिँ चिसापानी अगाडि हामी पुगेका छौँ। तर यहाँनिर हाम्रो गाडी रोकिन्छ एकैछिन। गाडी रोकेपछि हामी चाहिँ फेरि पनि यहाँ ठाउँ आउनेछु। म फेरि पनि देखाउने छु हजुरहरूलाई। सो गाइज भिडियो अन्त्यसम्म हेर्नु होला है त। सो हामीले चाहिँ नास्ता खानको लागि बाहिर ओल्लाउनु झडाउनु भयो हैन। अब चाहिँ म फेरि पनि त्यही ठाउँ पुगेँ, चिसापानीको पुलनेर पुगेको छु। यो दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले चिसापानीको नदी हैन। म यहाँबाट हाई गर्दैछु। सो माथितिर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यो फेरि पनि हामी ब्याक भएर होटलनेर आएका छौँ। यो होटलमा चाहिँ हामी नास्ता खानको लागि। अब चाहिँ हामी फेरि पनि त्यो ठाउँबाट हामी अगाडि बढ्छु। अनि सो मेरो साथमा चाहिँ नानी पनि छ हैन। हामी चाहिँ त्यो ठाउँबाट अगाडि बढिसकेका छौँ गाइज। फाइनली हामी चाहिँ लम्की पुगिसकेका छौँ। लम्की बजार हुँदै हामी चाहिँ अगाडि बढ्दैछु। अब चाहिँ सो हजुरहरू हेर्दै गर्नु होला भिडियोलाई अन्त्यसँग। हामी चाहिँ फेरि लम्की पुगेर लम्कीबाट चाहिँ अब चाहिँ हामी टिकापुरको यात्रामा लाग्यौँ। सो हामी चाहिँ टक्कै टिकापुरको गाडीमा बसिसकेका छौँ। अब चाहिँ हामीले लम्कीलाई बाई बाई गरेर हामी चाहिँ टिकापुरको यात्रामा अगाडि बढेका छौँ। म चाहिँ कपाललाई फरफुर मिलाउँदैछु हैन। अनि हावा लागिरहेको छ, मिठो मजा आइरहेको छ, रमाइलो लागिरहेको छ। मेरो कपाल हेर्नु न कस्तो फर्र भइरहेको हैन। सो जस आफूलाई जहिले पनि ह्याप्पी ठान्छु हैन। म चाहिँ खुसी, आइ एम ह्याप्पी गाइज। सो हामी चाहिँ फेरि पनि हामी त्यो ठाउँबाट अगाडि पुगिसकेका छौँ। अब चाहिँ हामी चिसापानी हुँदै टिकापुरमा हामी पुगिसकेका छौँ। टिकापुरको हामी लम्की हुँदै हैन अब ठ्याक्कै टिकापुर पुगिसक्यौँ। अनि म चाहिँ रामदूत राइस मिल आफ्नो उत्रिने ठाउँमा उत्रिसकेपछि अब चाहिँ हामी आफ्नो घरमा पुग्दैछु। मेरो घर पुग्नको लागि केही मिनटमा हामी चाहिँ घर पुग्नेवाला छु। मेरो साथमा चाहिँ नानी छ हैन, सपना छ मेरो बहिनी। अनि म चाहिँ ठ्याक्कै घर पुगेको गाइज। सो फाइनली हजुरहरूको माया र साथ र सपोर्ट गर्नु होला है त।